ल हेर्नु साथीहरू, ठाउँको ठाउँ करोडपति बनाउने बोधिचित्तको बिरुवा हो। हेर्नुहोस्, यो बोधिचित्तको बिरुवाले धेरै मान्छेको भविष्य सुधारेको छ। धेरै मान्छेले यो बोधिचित्त रोपेर काठमाडौँमा घर बनाएका छन्। उदाहरणको लागि तिमालतिरको साथीहरू बारे बुझ्न सक्नुहुन्छ। यो मैले तिमाल र रोसीबाट ल्याएको बुद्धचित्तको दानाबाट बनाएको बिरुवा हो। साथीहरू हेर्नुहोस्, बुद्धचित्त रोपेर एउटै बोट मात्र रोपेर पनि करोड कमाउने मान्छेहरू, वर्षमै करोड कमाउने मान्छेहरू मैले देखेको छु। यो रोप्नु सक्यो भने धेरै राम्रो रहेछ साथीहरू। यसको बजार चाहिँ अन्तर्राष्ट्रिय रूपमा भएको कारणले गर्दाखेरि बोधिचित्त रोपेर धेरै फाइदा छ। काँडा हुने भएको कारणले बाँदर, जङ्गली जनावरहरू केहीले पनि यसलाई दुःख दिँदैन। यसलाई रोपिसकेपछि त्यस्तो धेरै मलजल धेरै गरिरहनु पनि पर्दैन। प्राकृतिक रूपमा जस्तो फल्छ त्यस्तै रूपमा फल्न दिनुपर्छ। हामीलाई चाहिने भनेको यसको सबैभन्दा सानो दाना। तपाईँको 7 mm, 8 mm, 9 mm, 10 mm सम्मको अहिले बिक्री भइरहेछ। तपाईँको बोटमा 7 mm को दाना फल्यो भने 108 दाना फल्यो भने 108 दाना मात्रै फल्यो भने पनि तपाईँले कति पाउनुभयो? ठ्याक्कै 4 लाख पाउनुहुन्छ 7 mm को। त्यो भएर जति सक्दो सानो फल्नुपर्छ साथीहरू। अब सानो फल्नुको लागि चाहिँ धेरै छ कारणहरू। तपाईँको बोटमा सानो फल्ने बोटको दाना लगाएर रोप्दैमा सानो फल्छ भन्ने हुँदैन साथीहरू। कस्तो हुन्छ भने यो चाहिँ फल्नको लागि प्राकृतिक रूपमा पनि सुइटेबल ठाउँ हुनु पर्यो है। अनि तपाईँको कुनै ठाउँमा त्यही बिरुवा रोप्दाखेरि सानो फल्दिन्छ, कुनै ठाउँमा त्यही बिरुवा रोप्दा ठुलो पनि फल्दिन सक्छ। त्यो भएको कारणले भाग्यको भरोसा पनि हुनसक्छ साथीहरू। अनि अर्को कुरा, प्राकृतिक रूपमा जति सक्दो धेरै दाना अडियो भने के हुन्छ भने अलिक सानो दाना फल्ने सम्भावना हुन्छ। अलिक मल कम भयो भने सानो दाना फल्ने सम्भावना हुन्छ। एउटै अलिकति नजिक रोप्यो भने पनि सानो दाना फल्ने सम्भावना हुन्छ। त्यो हो कुरो चाहिँ। तर यो बिरुवा लगेर यो चाहिँ 100% ग्यारेन्टी सानो दाना फल्ने, नो साउन्ड फल्ने अथवा यति मुखे उति मुखे फल्ने भनेर बुद्धचित्तमा ग्यारेन्टी 100% ग्यारेन्टी चाहिँ दिन सकिँदैन। मेरो चाहिँ कस्तो हो भने यो बिरुवाको बारेमा मैले यो साथीहरू तिमाल र रोसीबाट ल्याएको हो। यो बिरुवा चाहिँ कस्तो हो भने साथीहरू, सानो दाना बिक्री गरे साथीहरूले महँगोमा, र त्यसको ठुल्ठुलो भएको दाना चाहिँ मैले ल्याएर बिरुवा बनाएको हो। अब यसबाट लगेर तपाईँले 50-60 बोट 100 बोट जति पनि लगेर रोप्न सक्नुहुन्छ। अब लगेर रोपिसकेपछि जति सक्दो सानो फल्यो भने हामीलाई फाइदा। त्यस्तै साथीहरू, ल बुद्धचित्त चाहिँ मसँग लगभग अब 15,000 जति मात्रै छ अहिले बिरुवा। त्यति धेरै बिरुवा थियो, सबै सकिसक्यो। अब यो ठाउँमा सबै बुद्धचित्त थियो, अहिले अरू बिरुवा आइसक्यो। सिकनर सकिसकेपछि लगभग 15,000 को सेरोफेरोमा छ बुद्धचित्त बिरुवा। मात्र 200 रुपियाँ कोटा दिइरहेको छु। यस्तो राम्रो बिरुवा छ। अल नेपाल डेलिभरी गरिन्छ। 20वटासम्म अर्डर गरेँ, गाडी भाडा भने लाग्नेछ। हेर्नुहोस्, यस्तो छ बुद्धचित्तको बिरुवा। तपाईँहरूलाई जति चाहिए पनि म उपलब्ध गराउन सक्छु। 100, 200, 500, 1000 है। ल के चाहिन्छ त्यतिको बिरुवा पनि उपलब्ध गराउन सक्छु म तपाईँहरूलाई। यो ड्याङदेखिको परसम्म छ। हेर्नुहोस्, जति चाहियो त्यति बिरुवा छ। अब यहाँ पनि छ बुद्धचित्त चाहिँ साथीहरू। हामीले खेती गर्नै पर्ने रहेछ। बुद्धचित्त चाहिँ तपाईँको मेरो अनुभवमा म के भन्छु भने तपाईँहरूलाई साथीहरू, गर्मी ठाउँमा त्यति साह्रो राम्रो नहुने रहेछ। पहाडको बेसीतिर पनि हुन्छ, तर बेसीतिर ठुलो दाना फल्ने सम्भावना बढी भयो अनि छिटो रोग लाग्ने सम्भावना भयो। तर जब 1000 मिटरदेखि माथि 2300-2400 सम्मको हाइटमा फलाउने मान्छेहरूले चाहिँ सानो दाना फलेको भेटियो। काठमाडौँ जतिको हाइटमा त एकदमै सुइटेबल। काठमाडौँमा त धेरै नै फलेको छ अहिले बुद्धचित्त, धेरै महँगोमा। जति अब तपाईँको रामेछापको खाडादेवीतिर अथवा उता मास्तिर है, त्यो ठाउँतिर धेरै पहिला खेती गर्थे। गर्मी थियो त्यो ठाउँ, गर्मी ठाउँ हो। त्यतातिर चाहिँ अहिले लगभग झन्झनै बिरुवा अलिअलि बिस्तारै बोधिचित्तको दानाहरू अलिक नराम्रो आउन थालेको छ। तर हाम्रो खोटाङतिर, पूर्व पश्चिमतिर, उता शङ्खसभा, पाँचथर, फिदिम, इलाम, धनकुटा पूर्वतिर होइन, त्यतातिर राम्रो भइसकेको छ। तेह्रथुम त्यता राम्रो फल्न थालेको छ, भोजपुर, खोटाङतिर। अनि यता पश्चिमतिर स्याङ्जा, माथि सुर्खेत, बाँक, उता सल्यान,
है। रुकुम पश्चिमतिर उता माथि के भन्छ रोल्पा त्यहाँतिर एकदमै राम्रोसँगले फल्न थालेको छ। दार्चुलातिर जुम्लातिर एकदमै राम्रो फल्न थालेको छ। महँगो बिक्री गर्न थालिएको छ त्यहाँतिरको दानाहरू। त्यो भएर अब अनि काठमाडौँमा त झन् साह्रो फल्ने भइगयो एकदमै राम्रो। त्यो भएर साथीहरू ल बाँदरले पनि दुःख नदिने, धेरै स्याहार सुसार पनि गर्न नपर्ने, तपाईँहरूले डाइरेक्ट लगेर फङफङ खनेर मकै रोपे जस्तो रोपिदिनु भयो भने हुन्छ। मलसल हाल्नु पर्दैन। मलसल धेरै हाल्यो भने मर्ने रहेछ बिरुवा। पोहोर मैले अनुभवले थाहा पाएँ। खाल्डा खोल्ने मल हाल्ने के हाल्ने गर्दाखेरि बिरुवा धेरै मऱ्यो मान्छेको। सिधै जाने कहाँ रोप्नु पर्ने फङफङ खन्ने रोपिदिइ जाने अनि अलिअलि थिचिदिने अनि यसो बारबेर गरिदिने थोरै बिरुवा के भादिन्छ भनेर भइजान्छ। यो धेरै त्यो मेहनत गऱ्यो भने नहुने रहेछ। यसलाई 2 फिट गहिरो खाडल, 2 फिटको चौडाइ, 2 फिटको त्यो जम्मा खनेर हाले साथीहरूले। त्यो पुसमाघमा चाहिँ त्यो फेरि खनेर राम्रो हुने रहेछ। यो जेठ असार साउनतिर चाहिँ त्यो खाडल खनेर रोप्यो भने त्यो खाडलमा भयोभरको पानी जमिने रहेछ। अनि त्यो पानी जमेपछि के हुने रहेछ, भुसुक मरिजाने रहेछ। पानी जम्नै हुँदैन यसको। पानी एकदमै जम्नै हुँदैन। यो पानी जम्यो कि बिरुवा गइगयो। त्यो भएर जाने अहिले चाहिँ अब हिजोआज ठक खन्ने, टक्कसँगले कोदालोले खन्ने, मजाले पुर्दिने अनि त्यो यो मुनिको यो पोली चाहिँ बिस्तारै काटेर, यो माटो चाहिँ फुटाउनु हुँदैन। पोलीको माटो नफुटाइ, माटो हुन्छ नि माटो नफुटाइ, यो पोली चाहिँ बिस्तारै काटेर सर्लक्कै मिलाएर पुर्दिनु भयो भने आफै बढ्छ। अनि यसो भाटासाटाले अड्याउनु पर्यो। त्यो गऱ्यो भने भइजाने रहेछ है साथीहरू। यो धेरै मेहनत गर्नु नहुने रहेछ। यो बुद्धिचित्त अलिक बाक्लो रोप्नुपर्छ। 6 फिट 7 फिट 8 फिटको दुरीमा रोपिदियो भने भइजान्छ। अब कुन राम्रो फल्छ, राम्रो फल्ने राख्ने, नराम्रो फल्ने काट्ने फालिदिने हो। त्यसै गर्छन् तिमालतिर। ल साथीहरू यस्तै छ। तपाईँलाई के को बिरुवा चाहिन्छ त्यतिको बिरुवा चाहिँ जति पनि छँदैछ मसँग उपलब्ध छ। कन्ट्याक्ट गर्नु होला है। यो नेक्टिन मेरो यत्रो भइसक्यो। नेक्टिन डबल डी लाइट हो, बढ्दैछ। यो कहिले खाने हो भनेर म हेरेकै छु। बिरुवा चाहिँ यता छ नेक्टिनको। यस्तो छ। कति चाहियो, जति चाहियो त्यति अर्डर गर्न सक्नुहुन्छ। मेरो नम्बर 9860 87 40 54, ललितपुर गोदावरी वडा नम्बर 1 दमैटार भन्ने ठाउँमा छ। तलदेखि लिएर माथिसम्म धेरै छ बिरुवा मसँग। यो बासमती प्लान्ट पनि छ। जति चाहियो त्यति बिरुवा छ। हेर्नुहोस्, बिरुवा चाहिँ चाहिए जति पाउँछ मसँग। अल नेपाल डेलिभरी पनि हुन्छ। ल यता पनि छ हिमबुद्ध चित्तै। हेर्नुहोस्, बिरुवा एकदमै हेल्दी बिरुवा छ। एकदमै राम्रो बिरुवा छ। हेर्नुहोस्, 1 फिटभन्दा माथिको बिरुवा। हेर्नुहोस्, ल यस्तो छ कुराकानी साथीहरू। ल चाहियो भने कन्ट्याक्ट गर्नु होला। हस्त नमस्कार।